लाई विशेष राखेर आज पनि अनाथ पिण्डीकी छोरी को अरे चुला सुभद्रा, चुला भने सानी सुभद्रा भर्खर बिहा भएकी भनेपछि उमेर पनि 17-18 वर्षको उमेर। अनि पुगेकी पनि नयाँ जग्गामा, नयाँ बेहुली भएर, नयाँ बुहारी भएर, नयाँ घरमा अनि नयाँ शहरमा, सबै वातावरण पनि नयाँ भएको ठाउँमा आफ्नो बुझाइसँग उहाँहरूको मिल्दैन। आफूले जानेको, आफूले विश्वास गरेको एक प्रकारको, उहाँहरूले विश्वास गरेको एक प्रकारको, एक किसिमले माने पनि मिल्दैन, जाने पनि मिल्दैन। आज त्यो उमेरको बालक तापनि धर्म भेटिसकेको हुनाले चुलो सुभद्रा धर्मबाट हल्लिन्छन् र धर्म भेटिसकेको हुनाले धर्मबाट हल्लिन्छन्। अरे साँच्चै नै धर्म भेटिसकेको व्यक्ति हो भनेदेखि धर्मदेखि हल्लिन्न। नियत गतिको गरे नियत बलियो गरी धर्म बुझेको हुँदाखेरि गति पनि नियत पक्को भयो। अरे त्यो व्यक्ति 4 अपाय गिर्दैन, गिर्छ त 4 अपाय गिर्दैन। नरक गिर्दैन, प्रेत हुन्न, पशु हुन्न, असुर हुन्न। किन श्रोत गर्न पनि ज्ञान पाइसकिन्। ज्ञान पाइसकेको व्यक्ति धर्मबाट हल्लिँदैन, हल्लिन्छ त सत्य धर्ममा अटल भएर बस्न सक्नु भए। अहिले चुला सुभद्रा आफ्नै ज्ञानले भेटिसकेको हुँदाखेरि सत्य धर्म अटल भएर बस्न सक्नु भएन र अटल भएर बस्न सक्नु भएर उनले नयाँ जग्गामा, नयाँ बते, नयाँ सासु ससुरा, नयाँ घर, नयाँ नगर र उहाँहरूले मान्ने त्यो निर्ग्रन्थहरूलाई उनले मान्न सक्छन् र सक्दैनन्। कति गर्दा पनि उनले मान्न सक्दैनन्। किनभने धर्ममा निडर भएर विचार जपतो निडर भएर बस्न सक्ने भएन। धर्ममा निडर भएर बस्न सक्ने तल्लो स्रोत गर्नसम्म ज्ञान पाएको व्यक्ति हो भनेदेखि त्यो व्यक्ति धर्ममा बलियो भयो। पञ्चशील चाहिँ केही गरे पनि भाँचिँदैन। आफ्नो ज्ञानलाई जान्छ, शिल भाँचिँदैन। भाँचिन्छ त सामावती रानीले काम बोल्ने खुजुत्रा भन्ने सामावती रानी अनि घोषित नागनको छोरी। त्यो घोषित नागन घोषित राणाबाट बिहार काम गरेका घटिटायो भन्ने कोसम्बी नगरमा तिनकी छोरी सामावती रानी। उनी विवाह भएर आउँदाखेरि उनका साथमा काम गर्ने 100 जना थिए। ती मध्येमा एउटी खुजुत्रा भन्ने एउटी थिए। तिनी आजदेखिबाट उनलाई फूल किन्ने जिम्मा दिन्थिन्। 8 रुपियाँको फूल किनेर ल्याउने। सधैँ उनले 4 रुपियाँको फूल किन्थिन्, 4 रुपियाँ लुकाएर राख्थिन्। अनि यति कतिको फूल किन्यो? 8 रुपियाँको किन्यो भने भने अनि रानीले पनि 8 रुपियाँको फूल यति मिल्ने रहेछ भनेर सधैँ 4 रुपियाँको मात्रै ल्याउँदाखेरि कहिले घट बढ्दैन। सधैँ 4 रुपियाँको मात्रै हुँदाखेरि त्यो रानीलाई पनि 8 रुपियाँको फूल यति मिल्छ भन्ने नै छ, उनलाई थाहा छैन। एक दिन त खुजुत्र भगवानको धर्म सुनेर श्रोत गर्न ज्ञान पाउँछन्। के ज्ञान पाउँछन्? श्रोत गर्न ज्ञान पाउँछन्। अनि श्रोत गर्न ज्ञान पाएका दिन चाहिँ अनि फूल किनेर आउँदाखेरि रानीले खुजुत्र आज त फूल त कति ल्याइछौ त, फूल त बहुत धेरै ल्यायो, यो कहाँबाट कति पैसा ल्याउ तिमीले? के का पैसाले यस्तै फूल लिएर आयो कि? म त तिमीलाई 8 रुपियाँ मात्रै दिएको थिएँ। मैले 8 रुपियाँकै किनेर ल्याइदिउँ रानी, मैले 8 रुपियाँको नै किनेर ल्याइदिउँ भने सधैँ त बहुत कम्ती ल्याउ त्यस्तो, आज त सधैँको भन्दा कति धेरै छ। रानीले
सधैँ त आफूलाई अलिकति मात्रै मिल्थ्यो, आज त बहुतै मिलेको छ त। अब रानी हुन्, अब उनी रानीसँग आएदेखिबाट ठगेकी आजसम्म, आज बल्ल स्रोत बन्न ज्ञान पाउनाले उनी सत्य हिसाबले राखेछन्। मार्छन् कि भन्ने डरले उनले कुरो घुमाउन थालिन्। मार्छन् जसरी गर्छन् भनेर महारानी सधैँ मैले खुलास्त भन्ने भने मैले आफूको कुरा ल्याउने छैन, मैले 4 रुपियाँको मात्र ल्याउँथेँ। म यहाँ आएदेखिबाट हजुरले पुलिस अगाडिदेखिबाट सधैँ 4 रुपियाँको मात्र ल्याएको, आफूको कहिल्यै थिएन। आज चाहिँ मैले आफूको कुरा ल्याएँ। रानी छक्क परेन। कहिले मैलेदेखिबाट ठगेको रहेछ भन्ने थाहा भयो। किन चाहिँ सधैँ 4 रुपियाँको मात्रै लिएर आज चाहिँ किन त्यो कुरा ल्याएकी त? सधैँ म मूर्ख थिएँ, सधैँ मैले केही पनि सत्य बुझेको थिइनँ, मलाई केही ज्ञान थिएन। आज मैले भगवानको धर्म सुन्न पाएँ, भगवानको धर्म सुन्न पाएँ, मैले सत्यलाई बुझेँ। अबदेखिबाट मबाट झुटा चाहिँ हुँदैन। त्यसो हुँदा मैले हजुरले जे नै सजाय दिए पनि दिन सक्नुहुन्छ, अबदेखि चाहिँ मैले ठग्दैन। आजसम्म चाहिँ मैले ठगेकी हो, मैले चोरेर 4 रुपियाँ चोरेर राखेँ भन्दाखेरि उनलाई त्यो सजाय दिनेतिर गएन। कस्तो धर्म रहेछ र यस्तो झुटा बोल्ने चोरलाई पनि यति चाँडो सज्जन बनाउने धर्म कस्तो होला? रानीलाई कस्तो चाहिँ होला यो धर्म? एक खुजेत्रा मलाई त्यो धर्म तिमीले मलाई सुनाउन कस्तो हो? महारानी म यस्तो नोकर्नेको यो रूपले, नोकर्नेको वस्त्रले यति अमूल्य धर्म मैले कसरी सुनाउने? नोकर्नेको वस्त्रले सुनाउन सक्दिनँ, कसरी चाहिँ सुनाउँछ? महारानीले नुहाउने सुगन्ध जलले स्नान गरेर, सुगन्ध जल मुख लगाएर, रानीले लगाउने वस्त्र लगाएर उच्च आसनमा बसेर मात्रै मैले यो धर्म सुनाउन सक्छु, नत्र सक्दिनँ। आफ्नो कामहरूलाई पनि आफै नुहाइदिएर सबै गरेर रानीका वस्त्र लगाएर उच्च आसनमा राखेर धर्म सुन्छन्। अनि सुन्दै सुन्दै यिनले पनि धेरै किसिमले बुझाउँदाखेरि रानी पनि श्रोत बन्न हुन्छन्। त्यतिखेर अहिले भन्न पर्छ श्रोत बन्न भइसकेको व्यक्ति हो भनेदेखि आफूले गरेका गल्तीहरूलाई गल्ती बताउनलाई, मैले यसरी चोरेको थिएँ पहिला भनेर स्वीकार गर्नलाई केही दुःख मान्दैन। दुःख मान्छन् त पञ्चशील बरु ज्ञान गए जान्छ, शिल भाँचिन्न। अनि बरु ज्ञान गए जान्छ, शरणगामी बिग्रिन्न, शरणगामी बिग्रिन्न। त्यतिसम्म बलियो हुन्छन्, त्यतिसम्म पक्को हुन्छन्। अरे र अहिले तुलसी गएर उनी पनि श्रोत गर्न ज्ञान पाएकी हुन्। श्रोत गर्न ज्ञान पाइसकेकी हुँदाखेरि उनी हल्लिन्छन् त। मलाई सासूले के भन्छन्, ससुराले के भन्छन्, मेरा बुवाले के भन्छन्, भर्खरमा आएकी छु यो घरमा, मलाई कुटेर लटक्ने हुन् कि भन्ने डराउँछन् त। कुटे पनि पिटे पनि मारे पनि मैले सत्य छोड्दिनँ। उनले चाहिँ कुटे पनि पिटे पनि मारे पनि सत्य छोड्दिनँ। हो धर्म भेटिसकेको व्यक्ति, सत्य भेटिसकेको व्यक्ति सत्यबाट हल्लिँदैन। अरे हल्लिन्छ त? हल्लिँदैन। सत्य नभेटेको व्यक्ति हो भनेदेखि झुटा बोल्न पनि केही चाहिँ मान्दैन, चोर्न ठग्न केही चाहिँ मान्दैन। मान्छ त? केही चाहिँ मान्दैन। अलिकति तरिकाले ठगिदिनु भने 1-2 लाख फाइदा हुन्छ भनेदेखि ठग्न दुःख मान्छ त? मान्दैन। अहिले कर्महरू त्यस्तो हो र? अब कर्महरूले ठग्नु जग्गा ठग्नु भने 1-2 लाख फाइदा हुन्छ भन्ने जस्तो छ भने त्यस्तै हो त? होइन त्यत्तिकै भन्नुहुन्छ। तर यो सत्य धर्मलाई देखिसकेको व्यक्ति हो भनेदेखि 1-2 लाख होइन, इन्द्रले नै सत्य रत्न टक्कै भरिदिन्छु भने पनि हल्लिँदैन। अरे चाहिएन मलाई, उसले पञ्चशील भाँचिन दिन्छ त? शिल भाँचिन दिन्न। अरे सत्यमा निडर भएर अडिन्छ। अरे सत्यमा निडर भएर अडिन्छ, झुटातिर तानिँदैन। तानिन्छ त? हो त्यस्तो व्यक्ति 4 अपाय गिर्दैन। त्यो व्यक्ति कस्तै मरण मरोस् 4 अपाय गिर्दैन। र बाटामा दम पड्केर मरे पनि,
या ट्रेनमा च्यापेर मरू चाहे जसुकै मरू त्यो व्यक्ति गिर्दैन। त्यो व्यक्ति जन्म लिएछ, धेरै जन्म लियो भने 7 जन्म, त्यही पनि वट्टा धुरत स्रोत बन्नु, लोकमा रमाउनु स्रोत बन्नु हो भने 7 जन्म, त्यहाँभन्दा धेरै लिन अरे 7 जन्म लिएर निर्वाण। थोरै लिएर भने 2-3 जन्मलाई पनि निर्वाण पुग्छ, एकै जन्म लिएर पनि निर्वाण पुग्न सक्छ। स्रोत बन्दा 3 प्रकारका छन्, त्यसलाई मसिनो गरी भन्दिनँ। र अहिले यिनी स्रोत बन्न ज्ञान पाइसकेको हुँदाखेरि यिनीको लागि 4 अवतारको ढोका बन्द भइरहेछ। अहिले मर्न पर्छ भने पनि यिनी मर्न डराउँछन्। र मरेर कहाँ पुगेला, के भइएला भन्ने यिनमा त्यो चिन्ता छ त छैन। आफैले नै धर्मलाई साक्षात्कार गरिसकेको हुनाले अरे त्यसमा त्यो डर छैन। यदि स्रोत बन्न ज्ञान पाएको छैन, पृथक जन्मै हो भनेदेखि त्यो व्यक्ति मरेर फेरि के हुन्छ भनेर ग्यारेन्टी दिएर हुन्छ त नरक गिरे पनि गिर्न सक्छ, प्रेत पनि हुन सक्छ, पशु पनि हुन सक्छ, असुर पनि हुन सक्छ। राम्रो पुण्य गरेको छैन सुगति पनि जान सक्छ, सुगति पनि जान सक्छ। त्यही भएर यो पृथक जनको गति चाहिँ विनी पातीको अरे पृथक जनको गति के हो? विनी पातीको गति हुन्छ। तपाईँहरूले मित्र कुरा गरी सब विनी पातीका भन्नु चाहिँ हुनुहुन्न। विनी पातीको जताभावी गिर्ने, जहाँ पनि पुग्न सक्ने, नरक पनि गिर्न सक्ने, प्रेत पनि हुन सक्ने, पशु पनि हुन सक्ने, यिनी विनी पातीको यो मरेर यहाँ जान्छ भनेर यसलाई पक्को ग्यारेन्टी दिएर हुँदैन। त्यो चाहिँ पृथक धर्म नभेटेको व्यक्ति। कस्तो व्यक्ति? धर्म नभेटेको पृथक व्यक्ति। अनि भगवानले ज्ञानले हेर्दाखेरि त धर्मलाई सुन्नै पाएको छैन, बुझ्नै पाएको छैन भने सही सत्य पनि जान्दैन। हो त्यस्ता व्यक्ति सही सत्य नजानिकन मरेका 1 लाख मरेर 1 जना सुगति जाने भगवानले देख्दिन। अरे 1 लाख मरेर 1 जना सुगति जान देख्दिन। देवले जाने फेरि मनुष्य हुनलाई 1 लाख मरेर 1 जना फेरि सुगतिमा हुन भगवानले देख्दिन। सबै गिर्गी मात्रै छन्। अरे सबै 4 अपायतिर एकमा बजिरहेछन्। अरे किन भन्दा काम, क्रोध, लोभ, मोह, माया, डाँड, आरिस यिनी ज्यादा छ। किन धेरै भएको हुँदा जति म पनि गिर्गी मात्रै छन्। अनि त्यतिखेर भगवानको करुणा अरूसँग मिल्छ त? जब पञ्चवर्गीले ज्ञान प्राप्त गरिसके, पञ्चवर्गीले अरहन्त ज्ञान प्राप्त गरिसके, धर्म तत्व देशना अनात्मा लक्षण सूत्र देशना भएपछि अरहन्त ज्ञान प्राप्त गरिसकेपछि भगवानले भन्नुभएको वचन र कसरी चाहिँ ज्ञान पायो भने चाहिँ यहाँ ज्ञान देशना हुन्छ। अहिले चाहिँ ज्ञान पाइसकेकोलाई कटाएर लैजाने। कसरी ज्ञान पायो भने चाहिँ ज्ञान यहाँ ध्यान बस्दाखेरि यो धर्म तत्व देशना हुन्छ। जब पञ्चवर्गीले अरहन्त ज्ञान प्राप्त गरिसकेपछि भगवानले चरथ भिक्षवे चारितम बहुजन हिताय बहुजन सुखाय लोकानुकम्पाय अस्थान हिताय सुखाय अरे धम्म देशित अरे एकम मध्यम न अगमित अरे धम्म देशित आदि कल्याण मध्य कल्याण परियोजना कल्याण अरे भगवानले यसको निश्चित अर्थ हेर्नु भने भिक्षवे हे पञ्चवर्ग भिक्षुहरू चरथ भिक्षवे चारितम तिम्रो देशाचारी गर्दै भ्रमण गर्दै जाओ अरे सबै एक गाउँबाट एक गाउँ, एउटा शहरबाट एउटा शहर त्यसरी भ्रमण गराओ अरे जब ज्ञान पाइसकेका भिक्षुलाई तिमी एकै जग्गा नबस अरे भगवानले। किन एकै जग्गा बस्ने भने आफू एकै जग्गा बसेछ उता नबुझेका व्यक्ति कति छन् त्यसो हुँदा भ्रमण गराओ अरे। अनि भ्रमण गर्दाखेरि यत्तिकै घुम्न रङ्गले घुम्ने हो त? घुम्न रङ्गले होइन। कसैले के को लागि भ्रमण गर्ने भने बहुजन हिताय बहुजन सुखाय धेरै जनहरूको लागि हित कल्याण हुनको लागि सबै सुख शान्ति निर्माण प्राप्त हुने धर्म बुझ्नको लागि धेरैलाई पुण्य दिलाउनको लागि धेरैलाई धर्म बुझाउनको लागि धेरैमाथि प्राणीमाथि दया करुणा राखेर अरे भ्रमण गराओ अरे। एक मध्यमा एउटै मार्गमा दुई नअगमित एउटै बाटोमा चाहिँ 2 वर्गी सँगै नजानु अरे। एउटै बाटोमा 1 जना मात्रै जान्दैन।
एक वर्ग पूर्व छ, एक वर्ग पश्चिम, एक वर्ग उत्तर, एक वर्ग दक्षिण, एउटै गाउँमा दुई वर्ग सँगै नघुस्नु। किन भन्दा एउटै गाउँमा दुई वर्ग घुस्ने हो भने एक वर्गले गरेर हुने काम हो, दुई वर्ग सँगै गइयो भनेदेखि अर्कोपट्टि हानि भयो कि भएन? समय छोटो छ, मनुष्यको आयु छोटो छ, आज हो कि भोलि कसैले जान सक्दैन। अलिकति धर्म बुझेर मर्यो भने पनि त्यसको लागि धेरै कल्याण हुन्छ। अलिकति पनि धर्म नबुझिकन नभेटिकन मर्यो भनेदेखि त्यो व्यक्ति फेरि डुब्यो, चुत्लुङमा डुब्यो, फेरि वापस आउनलाई दुर्लभ छ, वापस आउन सक्दैन। अरे सक्छ त? वापस आउन सक्दैन। अरे मनुष्यले पनि एउटो सिगो ठडाएर माथि ब्रह्मलोकबाट एउटो सिगो फ्याँक्दिन्, अरे टुप्पो टुप्पो ठोकिनलाई सजिलो छ। अरे गिरिसकेको प्राणी फेरि मनुष्य हुन त्यहाँभन्दा दुर्लभ छ। अरे भगवानले भन्नुभयो अहिले ऊ माथिल्लो तलबाट तल एउटा सिगो गाडेर माथिल्लो तलबाट त्यो सिगाको टुप्पामा ठोकाएर सिगो फ्याँक्न सक्नुहुन्छ? अहिले माथिल्लो तलबाट देवलोकबाट मात्रै हो त? ब्रह्मलोकबाट एउटा ढुङ्गो ठुलो बज्रको ढुङ्गो फ्याँकिदिनु भने यहाँ सरासर आउनु भने 3 महिना उतार लाग्छ। अरे यहाँ पुग्नु, यहाँबाट त्यति दूरमा छ। अब त्यहाँबाट यहाँको सिगाको टुप्पालाई ताकेर आएर टुप्पो ठोकाउन सकिएला? बरु त्यो सजिलो छ। अरे भगवानले गिरिसकेको फेरि माथि आउनलाई त्यहाँभन्दा दुःख छ भनेपछि त हो। यो उपमाले नै विचार गर्नु, कतिको जगत रहेछ धर्म बुझ्न भन्ने कुरा। अहिले दुर्लभ भएर तपाईँ हामी अहिले मनुष्य लोकमा आइपुगेछ, धर्म सुन्नलाई मौका मिलेको छ। अहिले भगवानलाई चाहिँ पञ्चवर्गीलाई चरथ बिखरो चारी कम देशाचारी गर्दै जाओ। अरे बहुजना हितायो, बहुजना सुखायो, धेरैको हित कल्याण हुनको लागि, धेरैलाई सुख निर्माण प्राप्त हुनको लागि। अरे लोकानुकम्पाय, लोक प्राणीहरूलाई अनुकम्पा दया राखेर जाओ। अरे सबैलाई हित कल्याण हुनको लागि जाओ। अरे एकैलाई नगर्ने, एउटै मार्ग छ, एउटै बाटो, दुई वर्ग सँगै नहिँड्नु। अरे एउटै गाउँमा एक्लै बस्नु, अर्को गाउँमा अर्का भनेपछि 5 वर्गीय हो भने एकैचोटि 5वटा गाउँ बस्न सकिन्छ। अलिकति धर्म सुन्न पाएर अलिकति धर्म बुझे भने पनि बुझेर मर्यो भनेको त्यसको लागि धेरै कल्याण हुन्छ। अरे नबुझिकन मर्यो भने त अहिले जति पनि संसारमा हेर न, यी पशुहरूकै धर्म बुझेर मर्छन् त? धर्म नबुझिकन मरेका छन्, बुझेर मरेका छन् त? नबुझिकन मर्यो, केही नजानिकन मर्यो, कुशलै नजानिकन मर्यो भने त अरे आफ्नो मरायो भने कुन गतिको हुन्छ? भगवानले 1 लाख मरेर 1 जना सुगति गएको देख्दिन। अरे बहुत दुर्लभ छ। अरे किन भन्दा हो यो क्लेश धेरै छ। अहिले आफूलाई नै विचार गर्नुहोस् न, मलाई लोभ कतिको छ भनेर विचार गर्नु। लोभ कतिको छ भने उस्तो गरे आफ्ना पार्टनरमा झगडा गर्छ, सँगै काम गर्ने पार्टनरको पनि लोभले गर्दा एउटामा शङ्का, यो त थाहा छैन होला भन्ने खाले पनि हुन्छ कि भन्नु भने पार्टनरलाई झगडा बनाइदिएको होइन, लोभलाई स्पष्ट रूपमा देखाइदिएको होइन। लोभ भने त्यस्तो हुन्छ भन्ने कुरा। सँगै काम गर्नुमा पनि यस्तोहरू घर परिवारमा झगडा बनाउँछौँ, साथी सङ्गीमा झगडा बनाउँछौँ। पहिला त नमिलुन्जेल त उस्तो साथी मिल्दाको दिन अनि झगडा सुरु पनि हुन्छ भन्नु हुन्छ हो। त्यसो केले गर्दा भन्नु? लोभले। लोभ कतिको छ भन्ने कुरा त्यही विचार गर्नु। अनि फेरि आफूमा रिस कतिको छ फेरि विचार गर्नु। आफ्नो रिस कतिको छ भन्ने अनुमान पाइन्छ कि पाइन्न? रिस कतिको छ, मोह अन्धकार कतिको छ, सहीलाई बुझ्न नसक्ने मोह कतिको छ विचार गर्नु। राग कतिको छ, अरूले अलिकति प्रशंसा आयो भन्दा डाँड कस्तो आउँछ विचार गर्नु। आफूले त किन्न पाइएन, आफ्नो छेउछाउबाट किन्न पाए भने खुसी हुनुहुन्छ कि डाँड हुन्छ? सिधै भन्ने भने त डाँड हुन्छ। तर भन्न त छैन, यसो अरूको काम भयो भने मलाई त खुसी लाग्छ, बाहिर त भन्न परेको परेन। मेरो काम भएन नभए पनि उनीहरूको भएको छ, जे भने यिनीहरू पनि साथीहरू हुन्, राम्रो हुन्, तिमीहरूको भएको छ, मलाई बहुत खुसी लाग्छ त भन्न परेको परेन। साँच्चै श्रद्धाले भनेको ठिक्क पारेको। किन भन्दा आफूमा तुलना गर्नु डाँड कतिको छ थाहा छ।
कतिको लोभ हुन्छ, कतिको डर हुन्छ, कतिको अभिमान हुन्छ। धेरै अलिकति भयो भने अभिमान जातिले गर्दैन। बिचली कस्तो छ मन फेरि उठ्छ, बाहिर कोद्ने कतिको हुन्छ हो यिनी कुराहरू। यिनी क्लेश कतिको छ विचार गर्नु हो, यो क्लेश कतिको छ। अनि आफ्नो श्रद्धा कस्तो छ फेरि, यता श्रद्धा, शास्त्रमा श्रद्धा, यता पुण्य गर्नमा श्रद्धा, दानमा श्रद्धा, शिलमा श्रद्धा, समाधिमा श्रद्धा, यता पुण्य कतिको छ। त्यही पनि धर्म बुझेकालाई त यो पनि सकिँदैन। नबुझेकालाई हो भने यो श्रद्धा पनि हुन्छ त। धर्म नबुझेकालाई हो भने दानको एउटा खाता बोकेर हिँड्ने बित्तिकै खाता एउटा डर हुन्छ जस्तै गरे हुन्छ कि हुनु। ला के को लागि होला फेरि काम नभएको बेलामा अब यिनलाई कसरी उम्काउने हो, अब यिनलाई कसो अरे कसरी उम्काउने हो, दान गर्ने चेतना छ त। आएकामा चित्त बुझेको कि चित्त नबुझेको हो। अनि मेरो त काम भएछ हेर्नुहोस् भनौँ चाल लगा अलिकति लो यति नै सक्छु मैले, होइन नि श्रद्धा बढाउनुहोस् न, हाम्रो त यस्तो काम हो उस्तो काम भन्दाखेरि अनि अलिअलि जबरजस्ती पनि पर्न जान्छ कि जान्न। अलिअलि जबरजस्ती पर्न गयो भनेदेखि एक त आफूलाई पनि भन्न पनि अप्ठ्यारो, उनीहरू पनि 2-4 जना हुँदाखेरि भन्न पनि अप्ठ्यारो, के गर्नु होला भन्नु। अनेक प्रकारले टार्न त कोसिस गरिन्छ कि गरिन्न। अनि यसो 1-2 जना घरका भित्र गएर सल्लाह गरौँ, होइन यिनीहरूलाई यति बेर उम्काइदिइहालौँ, यिनीहरू यहाँ उम्किहाल्यो पर आनन्दै भनेर दियो। त्यो दिएको श्रद्धाले दान गरेको कि उम्काएको पुण्य मिल्छ होला। श्रद्धाले दान गरेको खेलाएको यिनलाई उम्काइदिइहालौँ भनेको नै यिनलाई खेलाइहालौँ भन्ने अर्थ हो। सिधै भन्यो भने यिनीहरू यतिले उम्काइदिइहालौँ, जान यहाँ झन्झट न जति बात गरेर पनि सकिन्न, उम्काइदिइहालौँ भन्यो भने खेदाइदिइहालौँ भन्ने अर्थ आउँछ कि हाल्न। पुण्य गरेको हो त। कसैले त्यसलाई मैले यति दान गरेँ नि भनेर त्यसलाई गएर ढाक्न लगाउनु पुण्य होइन, अकुशल हुन्छ। किन भन्दा आफ्नो श्रद्धा त भयो त भएन। त्यही भएर भगवानले जबसम्म धर्म बुझ्दैनन् अरे तबसम्म सबै विधि पार्टीको अरे मन्त्र गिर्छन्। अरे नरक अभिची नरक गिर्नु पनि गिर्छन्, तामिश्र नरक गिर्नु पनि गिर्छन्, लोह गोम्ली नरक गिर्नु पनि गिर्छन्, तापन नरक गिर्नु पनि गिर्छन्, महातापन नरक, रौरूप महारौरूप यिनी नरकहरू छन्। सबै 120 नरक छन्। कुन नरक गिर्छन्? यता प्रेत पनि अनेक किसिमका छन्, यता पशुहरू अनेक किसिमका छन्। विधि पार्टीको गिराइ गिर्नुपर्छ। त्यही भएर भगवानले हे पञ्चवर्गीय हो, एउटै बाटोमा 2 वर्गीय सँगै नजानु गरे। एकैमा मार 2 अगमै छ, 2 अगमै छ मार, 2 वर्गीय सँगै नजानु, एउटै गाउँमा एउटै घुस्नु। एकैजनाले त्यहाँ देशना गरे अर्को गाउँमा अर्काले। किन भन्दा लोक अन्धकारमा डुबिरहेको छ, सत्य जानेको छैन। भगवान पनि भर्खर उत्पत्ति हुनुभएको छ, भर्खर बुद्धको लोकमा उत्पत्ति हुँदै हुनुहुन्छ। लोकले चिनिसकेको छ त मसँग कोही बस्नु पर्दैन, म एकातिर जान्छु, तिमीहरू 5तिर जाऊ। कति जरुरत छ होला? जरुरत भएर हो कि होइन? जरुरत भएर। अनि मान्छेको स्वभाव के छ, मैले धर्म खोज्न छ, कहाँ गएर खोज्ने भन्ने झट्टै जान्दैनन्। धेरै जसो तिर्खा भनेर खोलेर राखिराख्नु परेको छ। सत्य धर्ममा चाहिँ तिर्खा भनेर खोलेर राख्नु परेको छ। के राख्नु परेको छ? खोलेर राख्दाखेरि पानी देख्दाखेरि गल्लातिर पियास लागेको जान्दछ कि भनेर। पियास लागेको थाहा नै छैन। पियास लागेको थाहा नहुँदाखेरि खोलेर राखिदिन गरेको, खोलेर राख्नु गरेको के भएर हो? पियास लागेको थाहा नगर। भगवानले पञ्चवर्गीलाई जब ज्ञान प्राप्त गर्नु आफै धाएर गएर त्यसमा गरिदिनु हो। उनीहरू त चिन्न खोज्दैनन्, भगवानले जबरजस्ती त्यसमा गरिदिनुपर्छ। सुरुकैदेखि नै त्यस्तै आएको। अहिले त यहाँ त्यसो हो र, यहाँ त सुन्न इच्छाले उहाँबाट निमन्त्रण गरेर ल्याउनु त ल्याउनु हो। अनि आउनुलाई पनि आफै धाएर आउनुभएको छ कि छैन? कसैलाई जबरजस्ती ल्याउनु परेको छ त? कसैलाई जबरजस्ती ल्याउनु परेको छैन होला नि। किनभने धर्म अमृत भन्ने कुरा कसैले जबरजस्ती गर्नु पर्ने कुरा त होइन हो त। फेरि यो बुझ्यो धर्मको मार्ग अलिकति जान्ने बित्तिकै आफ्नो लागि धेरै कल्याण भइहाल्छ। यो
निर्गुणसम्मको पारमा भइदिन्छ। कहाँसम्मको पारमा भइदिन्छ? निर्गुणसम्मको पारमा भइदिन्छ। देशे तद्वित्य धर्मम, धर्म देशना गर्नु अरे आदि कल्याण मध्य कल्याण परियोजना कल्याण, सुरुमा पनि कल्याण हुने, मध्यम बीचमा पनि कल्याण हुने, परियोजना अन्तिमसम्म पनि कल्याण हुने देशना गर्नु अरे। देशना गर्दाखेरि के होला? परिपूर्ण परिशुद्ध, भातले परिपूर्ण भएको शुद्ध धर्मलाई देशना गर्नु, भातले पनि परिपूर्ण भएको धर्मलाई देशना गर्नु भनेर 5 वर्गलाई 5 वर्गलाई 5 तिर भगवानले पठाउनु भयो। आफू एकातिर जानुभयो त्यहाँबाट राजगृहतिर। यति जरुरत छ अरे। अहिले तपाईँहरूमा पनि भर्खर यसरी शासन सुरु हुँदैछ। सुरु भएको बेलामा यो शासन छिट्टो फैलिनु जरुरत छ कि छैन? यदि अलिकति ढिलो भयो भनेदेखि आफ्नो उमेर सक्यो, आज हो कि भोलि मर्ने कसैलाई थाहा नै छैन। यदि धर्म बुझ्न नपाइकन मर्यो भनेदेखि कहाँ पुगिन्छ थाहा छ? कहाँ गिरिन्छ? कहाँ पुगिन्छ? पत्तै छैन। कहाँबाट आयो, किन आयो, कहाँ गिर्ने पत्तै छैन। त्यस्तो हुँदाखेरि अहिले सबैलाई नै यो धर्म बुझ्नलाई जरुरत छ कि छैन? जरुरत छ। अहिले धर्म बुझिसकिसकेको व्यक्तिलाई हामीलाई ढुक्कै छ। ठुलो सुभद्र श्रोताभन्दा ज्ञानवान यिनलाई अब ढुक्कै छ। यिनले जसरी खुल्ला हिसाबले बसे तापनि, यिनले अब धर्मै सुन्दिन भने तापनि यिनले बाटो चिनिसकेका व्यक्तिलाई चाहिँ ढुक्कै छ। बाटो चिनिसकेका व्यक्तिलाई चाहिँ, बाटै नदेखेका व्यक्तिलाई ढुक्क छ त दोहोऱ्याउने व्यक्ति चाहिन्छ कि चाहिन्न? दोहोऱ्याउने व्यक्ति चाहिन्छ। दोहोऱ्याउने व्यक्ति पनि कसरी चाहिन्छ भन्दा बाटो बताउन सक्ने चाहिन्छ। तर दोहोऱ्याउने व्यक्ति पनि बाटो बताउन नसक्ने भइदियो, दोहोऱ्याउने पनि अन्धो, आफू पनि अन्धो भयो भने के भन्छ? कहाँ पुगिन्छ भन्नुहोस् त? खाल्टामा पुगिन्छ। दोहोऱ्याउनु पनि अन्धार दोहोऱ्याएको छ, आफूले पनि धन्न दोहोऱ्याउनु भएको छ भनेर आफू पनि अन्धो भयो र पछि लाग्यो भने ऊ पहिला गिर्छ, आफू पछिबाट गिरिन्छ। पहिला गिर्नु र पछिबाट गिर्ने को त्यही तलको छ? नाम्रो हुनेको पहिला गिर्नेको छ। दोहोऱ्याउनु गल्ती भयो भने पनि खतरा छ कि छैन? त्यही भएर भगवान आदि कल्याण मध्य कल्याण परियोजना कल्याण मरे सुरु बीच अन्तिमसम्म सबैको हित कल्याण हुनको लागि देशना गर भगवानले। अहिले अब तुलसी सुभद्र धर्म चक्षु भइसकेकोलाई दोहोऱ्याउनु पर्दैन। धर्म चर्चा गर्न पर्दा उनले सासू ससुराहरूसँग खुलस्त चर्चा गर्छन्। यिनीहरू त यत्र छन्, सबै सहरवासी छन्। यहाँ कति विद्वान होला, म एक्लै छु, म एक्लै यत्रजनासँग चर्चा गर्न मैले सक्दिनँ होला भन्ने मनमा भएन। उनले बुझिहाल्यो कि उनले केही पनि जानेका छैनन्। उनको दृष्टिमा त धर्म बुझाउने सबै बालकै छन्, केही पनि जान्दैन। केही पनि नजानेकोलाई बुझाउनु पर्छ भनेर उनलाई यति पनि बकस नमाने, यति पनि केही नमाने, यति पनि उनी नडराइकन निडर भएर उनले भन्छन् त्यो भन्नुमा अमहाजम हाम्रो माने सङ्घहरू, हाम्रो माने भगवानहरू यस प्रकारका छन् भनेर चुलो सुगरले खुलास्त भन्दैछन्। चुलो सुगरले हिजो भन्नुभयो कि दिशा समाना तुझम बालम पनि कसम सती तुझ समाना तिमीले माने तिम्रा भिक्षु सङ्घहरू के छन्, कस प्रकारका छन्? बालम समय कसम सती, हे सुभद्र बालम खुब जोडतोडले कसम सती प्रशंसा गर्छौ र तिमीले। किन शिला, कस्तो शिल छ तिम्रा सङ्घमा? किन समाचार, कस्तो प्रकारको आचरण गर्छन्? पुछिँदा मैले तिमीलाई सोध्दैछु, अखाही लो भन त। सासू ससुरा मिलेर उनलाई प्रश्न गरेका छन्। चुलो सुभद्रले के भन्छ भन्दा, सन्तन्द्रिय शान्त मानस शान्त तेसङ्गतम चितम उक्कितं च कुण्डित भारे तादिशा समनामम। भवन्तु हे सासू ससुराहरू, हे धर्मस्रोत परिषदहरू, अमहाकम हाम्रो नगरमा हामीले मान्ने हाम्रा भगवानहरू, हाम्रा सङ्घहरू त इन्द्रियलाई बस्न दिइसकेका छन्। इन्द्रियलाई बस्न लिएर इन्द्रिय शान्ति बनाएको छ अरे। इन्द्रिय कस्तो छ? अहिले ठुलो सुगरले अरहन्तको गुणलाई भन्दैछन्। इन्द्रियलाई ध्यान भावना विपसना ज्ञानले सबै इन्द्रियलाई बस्न पारिसकेर इन्द्रिय शान्ति बनाएको छ अरे। जता भावी हेर्दैनन्, जता भावी सुन्दैनन्, जस्ता भावी जन्म लिन्छन्,
आहार पनि रोजी रोजी मिठो मिठो भनेर खोजी खोजी पनि हिँड्दैन, जस्तो छ त्यस्तोमा चित्त बुझाउँदैन। लगाउन वस्त्रहरू तिहारहरू पनि राम्रो राम्रो भनेर त्यो पनि खोजी गर्दैनन्, अनि नहुँदो नहुँदो सोचाइ पनि गर्दैनन्। इन्द्रिय बस्न छ, के छ अहिले हो जो इन्द्रिय यहाँ चक्रमा हेर्ने भने यहाँ चलाएको यहाँ 2 नम्बर कोठामा यहाँ चलायो होइन। इन्द्रिय 6 इन्द्रिय आँखा कान नाक जिब्रो शरीर मन। यदि यो इन्द्रिय कुनै अब रूप देख्यो, देख्ने बित्तिकै आँखामा उपेक्षा वेदना हुन्छ कि हुन्न? 6 इन्द्रियमा आँखामा फस्छ रूप कुनै बित्तिकै यहाँ वेदना भयो। यदि उपेक्षा वेदना त्यसमा कुनै राम्रो लाग्यो भनेदेखि मन पर्दा आफूमा मन पर्यो भने के हो? अनि त्यो मन परेकोलाई इच्छा भयो त्यसमा तान्यो भने के आउँछ? लोभ भयो, लोभमा तान्यो, अनि त्यसमा काय कर्म वचन कर्म मनोकर्म भयो। यही कर्मले गर्दाखेरि नै यो लोभको आग्रह भएको कर्मले फेरि यता मृत्यु हुने बित्तिकै यता जन्म लिन पर्छ कि पर्दैन? अमाकम हामीले मान्ने समनो सङ्घहरू भन्ने अरे यही आफूले आचरण गरिएको समाधि प्रज्ञाले इन्द्रियलाई बसमा राखेको हुँदा यता कटेर जान्न। अरे यता लोभतिर तानिन्न, दोषतिर तानिन्न, लोभतिर तानिन्न। नतान्नेको हुँदाखेरि यस्तो हेर्न मनला, उस्तो सुन्न मनला भन्ने पनि छैन। यस्तो हेर्न मनला, उस्तो सुन्न मनला, यस्तो गन्ध चाहिँ मन पर्यो, यो गन्ध चाहिँ मन परेन, त्यो चाहिँ छ त? यस्तो चाहिँ खान मनला, यस्तो चाहिँ लाउन मनला छैन। अरे इन्द्रियलाई आफ्नो विपक्षना ज्ञानले यसलाई चाहिँ बसमा राखिसकेका हुन्छन्। बसमा राखेर इन्द्रिय शान्ति भइरहेको हुन्छ। अरे शान्ति छ। अरे शान्ति शान्त मनस मन पनि बराबर यो ध्यान भावना एकाग्रताले गर्दाखेरि एकाग्र भएर मन पनि शान्ति पवित्र छ। मन पनि कस्तो छ? अरे शान्ति पवित्र छ। अरे शान्तेन्द्रिय शान्त मनस शान्त त्यसम गतम ठितम गतम हिँडाइ पनि शान्ति सबको हिँडाइ छ। अरे शान्ति सबको हिँडाइ हिँड्न पर्यो भने पनि कल्याण हुने जग्गा मात्र हिँड्छन्। जता भावी हिँड्छन् त जता भावी हिँड्दैनन्। अरे अब भिक्षाटनको समयमा हिँड्छन्। अब भिक्षाटन हिँड्दाखेरि चिवर राम्रो बनाएर भिक्षा पात्र दिएर अगाडि पनि 4 हात मात्रै अगाडि हेरेर हिँड्छन्। अरे यसरी भिक्षाटनको समयमा हिँड्दाखेरि दाहिने बायाँ 4 पट्टि हेर्दै पनि हिँड्छन् त 4 हात मात्रै हेरेर हिँड्छन्। अरे उखित चक्खु मित भाँडे आँखा पनि 4 पट्टि दौडिरहन्छन्। अरे मित भाँडे बोल्न पर्यो भने पनि मधुरो हिसाबले, अनि कसैलाई पनि बाधा नपर्ने गरी कल्याण हुने शब्द मात्रै बोल्छन्। अरे कोहीसँग बाटा बाटा दिल्लाकी गर्दै उट्टाङ्ग गर्दै टन्टा गर्दै हिँड्छन् त बोलीलाई ठिक्क रोकेर कति बोल्ने कति बोल्दा ठिक हुन्छ, उसको लागि कल्याण हुन्छ कि हुन्न यो बोलीले ठिक्क कल्याण हुने शब्द मात्रै बोल्छन्। अरे हो होला मित भाइ आफूले गर्दा अरूलाई झगडा हुने बाधा पर्ने बोली पनि बोल्छन् त उक्षित चको मित भाँडे तादिशा समना मम मम हामीहरूले माने समन भगवान भगवान प्रभु भएका समूहहरू भन्ने कुरा तादिशा त्यस प्रकारका बोल्ने परिपूर्ण छन्। हे सासु ससुराहरू चुलो सुगरहरू। अनि त्यति मात्रै होइन हामीले मान्ने सङ्घहरू त्यति मात्रै होइन। अरे अहिले अब पहिलादेखि भगवानको पालादेखि अहिलेसम्म नै लगाउने वस्त्र कुनै बदली भएको छ त चिवर भगवानको पालामा पनि यही राम्रो अहिले पनि यही राम्रो लगाउने पनि बदली भएको छ त अहिलेका सङ्घहरूमा पनि पृथकजन अनुसारको कोसिस गरेर आफ्नो इन्द्रियलाई बस्न गरेछन्। श्रोतपन अनुसारले सकृतपन अनुसारले अहिले पनि इन्द्रियलाई बस्न गर्न सक्यो जति बस्न गरेका छन् कि छैनन्? इन्द्रियलाई बस्न गर्न सक्यो जति बस्न गरिरहेका छन्। अरे र त्यति मात्रै होइन हामीले मान्ने अमहाकम समहरू हामीले मान्ने श्रमणहरू कायकम शुद्धि संघातकम अनाविलम अरे मनोकम शुद्धि शुद्धम तादिशा समना मम। अरे मम हामीहरूले मान्ने समन श्रमण सङ्घहरू भन्ने अरे कायकम आफूले शरीरले गर्ने काम गर्ने सूची पवित्र मात्रै गर्छन्। अरे अपवित्र काम शरीरले गर्दैनन्। अरे भिक्षु सङ्घहरूले कायले गर्ने काम अपवित्र काम गर्छन् त
अपवित्र भनेको के हो भन्दा प्राण हत्या गर्ने, शरीरले यसरी प्राण हत्या गर्ने कामहरू, कसैको चोरी काम हो त्यो संघहरूले गर्छन् त गर्छन्। कायकर्म सिल्लो पवित्र छ अरे, सूची अरे, सूची भनेको पवित्र हो। अनि कायले व्याभिचार कर्म गर्ने, कुनै गृहस्थी गर्ने, बिहा गरेर बस्ने त्यस्तो पनि छ त छैन अरे। अनि यो कायले जताभावी गएर बस्ने, चाहे टेलिभिजन गएर बस्ने, जताभावी भिडियोतिर गएर बस्ने हुन्छ त कायकर्म पनि सूची अरे पवित्र छ। वाचा कर्म अनाविलम, वाचा कर्म बोली पनि अरे अनाविलम अरे, बोली पनि कसैलाई बाधा नपर्ने गरी कल्याण हुने बोली मात्रै बोल्छन् अरे। बोलीले कसैलाई ठग्ने ढाक्ने गर्छन् त कसैलाई ठग्ने ढाक्ने छल्ने गर्दैनन् अरे। कसैलाई चुकी लगाउने बोलीहरू गर्दैनन्। तपाईँलाई यसो भन्दै थियो, उसले यसो भन्दै थियो भने दुईपल्ट चन्टा गराइदिन्छन् त। कसैलाई चुकी लगाउने बोली पनि छैन अरे। कसैलाई बाधा पर्ने गर्ने रुखो कडा बोलीहरू पनि गर्छन् त गर्दैनन् अरे। केही काम नलाग्ने दिउँछ यत्तिकै हुँदैन खानाका गखडा मारेर ट्याम सक्ने बोली पनि गर्छन् त। अनागम हामीहरूका श्रमणहरूमा बोलीमा पनि अनाविलम कुनै अकुशल नमुछिकन बोल्छन् अरे। धेरैको कल्याण हुने शब्द मात्रै बोल्छन्। अहिले संघहरू संघ कार्य गर्दाखेरि, कर्मवाचक गर्दाखेरि, अहिले यसरी धर्म देखाउन गरेको बेलामा कुनै अब कार्यमा पनि धर्म देखाउन गर्दा पनि पिट्टपिटी बाहिरको हुन्छ त हुँदैन। भगवानले जे बताउनुहुन्छ त्यही मात्रै बताउने हो। यदि आफूले थपेको भने यो थपेको हो भनेर भिन्दै बताइदिनु पर्छ। भगवानले जे बताउनुहुन्छ त्यो बानी मात्रै देशना गर्नुपर्छ। त्यसो हुँदा वचन कर्म पनि सम्मावाचाले गर्दा वचन कर्म पनि कसैलाई बाधा नपर्ने गरी भएको हुनाले अनाविलम अरे। अनाविलम कतै क्लेशतिर बाधातिर तानिएको छ त छैन अरे। कोहीसँग टन्टा झगडा गरेको पनि सुन्नुभएको छ। संघहरू भगवानको नाममा पनि कोहीसँग टन्टा आपसमा टन्टा गर्ने झगडा गर्ने छैन अरे। वचन कर्म पनि पवित्र छ। अहिले यो चुला सुगरहरूले संघको गुणलाई भन्दैछन्। अमागम हामीहरूले मान्ने हाम्रा संघहरू त यस प्रकारका गुण परिपूर्ण छन् भनेर चुला सुगरहरूले कसलाई भन्दैछन्? सासु ससुरा उग्र मागन, उग्र नगरका मागन, उग्र मागन सासु ससुरालाई भन्दैछन्। वाचकर्म अनाविलम मनोकर्म सुविशुद्धम तादृशम समना मम अरे। मनोकर्म पनि सुविशुद्धम पवित्र छ अरे। मनले गर्ने काम पनि पवित्र छ अरे। मनले गर्ने काममा कसै पुग्छौ यो मलाई मिले हुन्थ्यो, यो चाहिँ मलाई मिले हुन्थ्यो, ऊ पनि मलाई मिले हुन्थ्यो, जो देख्यो त्यसैसँग लोभ गर्ने पनि हुन्छ त हुँदैन। मान्छेमा चाहिँ अलिकति राम्रो लाग्यो भनेदेखि लोभ लाग्छ कि लाग्दैन? अनागम हामीहरूको समयमा ऊ पनि यो कस्तो छ, यो पनि मलाई चाहियो, ऊ पनि मलाई चाहियो, यसो लौकिकमा जे जस्तो त्यही चाहियो भन्ने छ त अरूको धन सम्पत्ति कमाएकोमा, अरूको राम्रो कल्याण भएकोमा डाँड गर्ने, आरिस गर्ने पनि हुन्छ त यसको बिग्रे हुन्थ्यो, भक्ति हुन्थ्यो भन्ने मन पनि हुँदैन अरे। अरूको नकदमा पाए हुन्थ्यो, यो मलाई दिए हुन्थ्यो, यो पनि दिए हुन्थ्यो भन्ने पनि हुँदैन अरे। सङ्घमा हुन्छ त हुँदैन अरे। अनि गल्ती मार्गलाई धारण गर्ने पनि मनमा हुँदैन अरे। गल्ती मार्गलाई धारण गर्ने पनि हो। गल्ती मार्गलाई धारण नगरिएको हुँदा मनोकर्म पनि सुविशुद्धम अरे। यसरी विपश्यना भावना आचरण गरेर मनलाई पनि सुविशुद्धम पवित्र बनाएका अम्हागम हामीहरूका श्रमणहरू तादृशा यस प्रकारका गुणले परिपूर्ण छन् भनेर तुलसीले भन्दैछन्। यो चाहिँ के भने के भन्दा अरहन्तको गुणलाई बताइदियो। कस्तो गुणलाई? विपसना भावनाले अरे त्यसलाई पवित्र बनाएर अरे काय वचन मन सबै पवित्र भइरहेछ अरे। सिलले काय वचनलाई पवित्र बनाएको भावनाले मनलाई यसरी पवित्र बनाएर पवित्र भइरहेको गुणले हामीले मान्ने सङ्घहरू त हाम्रा श्रमहरू त पवित्र गुणले परिपूर्ण छन् भनेर तुलसीले आफ्ना सासु ससुरालाई भन्दै
जब सासू ससुराहरू अनि त्यहाँ भएका परुषहरूले सुन्दैछन्, आहा यस्ता सङ्घहरूको दर्शन गर्न पा भन्ने मन त अलिकति ढल्के कि ढल्दैन। उनीहरूले पहिला मानेका त्यस्ता हुन्छ। उनीहरूले पहिला मानेका सङ्घहरू त वस्त्र पनि छैन, कपडा लाउनु छ त, लाज मान्नु पर्छ भन्ने पनि थाहा छ त, हिरो यात्राको पनि छैन अरे। अनि त्यसैमा के भन्छ यिनी निर्गन्थ्यो अरे, ए त्यतापट्टि नजाऊ, त्यतापट्टि दान नगर, त्यता दान गर्यो भने तिमीलाई पाप लाग्छ। त्यस्ता थिए अरे निर्गन्थ्यहरू। त्यता दान गर्यो भने पाप लाग्छ, त्यता नजाऊ, बुद्धपट्टि नजाऊ, बुद्धको बाणी सुन्यो भने त्यतै तानिन्छौ तिमीहरू, नजाऊ। त्यसरी अझ रोक्थे। भगवानले नतेर आयो उता नजा, भगवानले कहिले त्यो शब्द चलाउनु भएको छैन। भगवानका सङ्घहरूले पनि त्यो शब्द चलाउनु हुँदैन। आयो सबै यता आयो भनेर त्यो शब्द चलाउनु हुनु। के चलाउनुहुन्छ भने धर्म बुझ्नु। शब्द कस्तो चलाउनुहुन्छ? धर्म बुझ्नु। सिर्फ जहिले पनि बुझ्न कोसिस गर्नु, धर्म बुझ्नु। यता मान्नु उता नमान्नु भन्छन् त। यतापट्टि आयो भनेको पार्टी जम्मा गरेको, त्यो सम्प्रदाय बढाएको। धर्म बुझेको भिन्दै हो, सम्प्रदाय बढाएको भिन्दै हो। असल सम्प्रदाय बढाउने त्यो धर्म बुझाउने हो। धर्मभित्र सम्प्रदाय छ त छैन। यता निर्गन्थ्य पार्टीहरू चाहिँ उनका पार्टी धेरै बनाउने, यतैबाट हाम्रै पार्टी धेरै भएर हाम्रो फौज सबभन्दा ठुलो फौज बनाउने हो भनेर उसलाई पनि यता आइज, उसलाई पनि यता आइज। तर यता भगवानहरू, भगवानका साधक सङ्घहरूले यता आइदियो भन्ने शब्द छैन। धर्म बुझ। कसो हो धर्म भन्ने कुरा? फल्नाको धर्म भन्ने नै छैन। धर्म भन्ने एक हो, सबैले जान्न पर्ने हो। अहिले जो भगवानले यो देशना गर्नुभएको धर्म पनि भगवान उत्पत्ति भएर नयाँ खडा गर्नुको धर्म होइन। भगवान उत्पत्ति भएर नयाँ खडा गर्नुको धर्म होइन। भगवानले नै भन्नुभएको यो पुरानो धर्म हो। यो कस्तो धर्म हो? यो पुरानो धर्म हो। ईश्वर धर्म सनातन हो। ईश्वर धर्म सनातन हो। धर्म पर यमक उहाँ भन्नुहुन्छ यो पुरानो धर्म हो, मैले नयाँ खडा गरेको धर्म होइन अरे। जब भगवानले धर्म, जब ज्ञान प्राप्त गरेर धर्मलाई देखेर यस्तो रहेछ भनेर भनिदिनु भएको, धर्म यस्तो छ है, यस्तो छ, भगवानले नयाँ बनाउनु भएको चाहिँ होइन, भएकालाई बताइदिनु भएको। भएकालाई के हो? भएकालाई बताइदिनु भएको धर्म। अहिले नयाँ भगवान भिन्न उत्पत्ति गरेर नयाँ एउटा सम्प्रदाय खडा गरेर नयाँ धर्म खडा गर्नुभएको चाहिँ होइन। यो धर्म चाहिँ के हो? पुरानो धर्म। यो धर्म चाहिँ के हो? पुरानो धर्म हो। यो पुरानो धर्म भगवान उत्पत्ति नहुँदै त बताउनु बुझाउन सक्ने कोही थियो त? कोही पनि थिएन। जब भगवान उत्पत्ति नभएको छर्लङ्ग देख्नुभयो, त्यही भएर भगवान लोकविधि भनेको त्यत्तिकै होइन। लोकविधि लोकमा नजान्नु भने केही बाँच्नु नरहेको सबै छर्लङ्ग देख्नुभयो। देखेर यस्तो यस्तो छ है, धर्म यस्तो हो भनेर भगवानले धर्म बुझ, धर्म चिन भन्नुभएको। मलाई मान भन्नुभएको कहीँ पनि छैन। छ त? धर्म बुझ, धर्म चिन, धर्म आचरण गर अरे। अहिले यहाँ ठुलो सुझाइरहेको हाम्रा सङ्घहरू यसरी शिवले काया वचनलाई पवित्र बनाएर भावनाले यो मनलाई पवित्र बनाएका तादृश पवित्र गुणले परिपूर्ण भएका हामीहरूका श्रमहरू यस प्रकारका श्रमहरू हुनुहुन्छ भनेर सासू ससुरालाई भन्दैछन्। भन्दा यतापट्टि हामीले मान्नेसँग त फरक रहेछ भन्ने तुलना गर्ने ज्ञान त भयो कि भएन? हामीले मान्नेसँग फरक रहेछ, हामीले मानेले त अलिकति चित्त बुझ्नु भने धन गर्छन्, गाली गर्छन्, त्यस्तो छ। अहिले हामीले मान्नेसँग त बहुतै फरक रहेछ। उनले त्यो कुरा यता पनि छानबिन गर्ने स्थितिमा आइसके। अनि ठुलो सुपुत्रले पनि श्रोतगण ज्ञान पाएकी हुनाले फेरि अनाथपिण्डीकी छोरी अनाथपिण्डी भन्ने श्रावस्तीमा पहिले श्रुत भगवानलाई निमन्त्रण गर्ने अनाथपिण्डी एउटै बिहारलाई जलधारा गरे सकिँदैछन्। त्यतिखेर उनले 50 करोड खर्च गरेर गर्ने अनाथपिण्डी गरे। उस बेलाको पैसा 50 करोड
उस बेलाको 4 आना हो भने अहिलेको 10,000 उपर भेट्छौँ र 50 उस बेलाको 4 आना अहिलेको 10,000 उपर भेट्छौँ। उस बेलाको 50 करोड 54 करोड जति खर्च गरेर बिहार दान गरेका अनाथ पण्डित। त्यही भएर भगवानले अनाथ पण्डितलाई पुण्य महत्व गुण दिनुभएको छ। भगवानको शासनमा उपासकमा अनाथ पण्डितले पाएका छन् पुण्य महत्व गुण, उपासिकामा विशाखाले पाएकी छिन्। यिनी दुईजना छन् भगवानको शासनमा पुण्य महत्व गुण। अहिले त्यस्ता अनाथ पण्डितकी छोरी, उनी पनि बिहार दावत अनाथ पण्डितकी छोरी भगवानसँग सधैँ नजिकमा बस्न पाइरहेको, नजिकमा जिन्दगी हुँदाखेरि एउटै गाथा होइन अर्को गाथा अझै अर्को बढाई सङ्गका गुणहरूलाई उनले बताउँदैछन्। अझ के भन्छन् भन्दा हाम्रा सङ्घहरू त्यति मात्र होइन अरे सुन्नु सासु ससुरा भनेर उहाँले भन्दैछन्। उहाँहरूको चित्त चाहिँ अरे शङ्खमुक्त भाव घोटिएको शङ्ख जस्तो अरे पवित्र छ। अरे चित्त भने घोटिएको शङ्ख जस्तो कस्तो छ? विमला शङ्ख मुक्तवा शुद्ध अन्तर बाहिरा, विमला शङ्ख मुक्तवा शुद्ध अन्तर बाहिरा, पूर्ण शुद्ध धम्महि दादिसा समना मम। अरे मम हामीहरूले माने समल भन्ने कुरा हो। विमला मला भन्ने क्लेश, मला भन्ने के हो? काम क्रोध लोभ मोह माया आदि गरेको यिनी क्लेशलाई मल भन्छ। विमला क्लेशबाट पार भइसकेका छन्। यदि पार भइसकेका अरू उनके अर्हन्त हुन्। अर्हन्तको गुणलाई बताउँदैछन्। विमला शङ्ख मुक्तवा शुद्ध अन्तर बाहिरा। अरे विमला क्लेशबाट पार भइसकेको क्लेश टक्कै निभाइसकेका छन्। अरे मनमा अलिकति लोभ पनि छैन, द्वेष पनि छैन, रिस पनि छैन, राग पनि छैन, मोह पनि छैन, केही क्लेश भने केही पनि छैन। क्लेशलाई निखारिएको हुँदाखेरि अरे मन शङ्खमुतवा घोटिएको शङ्ख जस्तो मन चाहिँ पवित्र छ। अरे अन्तर बाहिर पनि शिवले पवित्र छ। अरे अन्तर भित्र पनि समाधि प्रज्ञाले पवित्र छ सङ्घहरूको। त्यही भएर सङ्घ गुण भन्ने कुरा त्यहाँसम्म बुझ्नुपर्छ। अहिले सङ्घ गुणमा यदि चत्तारी पुरुष युगने अर्थ पुरुष पुगला। अरे 4 मार्ग ज्ञान 4 फल ज्ञानले परिपूर्ण भएका 8 ज्ञानले परिपूर्ण भएका अर्हन्तहरूलाई भनिएको हो। यो अर्हन्तको गुणलाई जान्नुपर्छ। अर्हन्तको गुण जान्नु गल सङ्घ चिनिन्छ, नभए अर्हन्तको गुण जानिएन भने सङ्घ चिनिन्न। सङ्घ हराएर के देखिन्छ भने भिक्षु आहार देखिन्छ। भिक्षु मात्र देखिँदाखेरि सङ्घ हराइदियो। सङ्घलाई भिक्षुले छेकेको छ। अरे सङ्घलाई के छेकेको छ? सङ्घलाई भिक्षुले छेकेको छ, भगवानलाई मूर्तिले छेकेको छ। अरे महागाना तयारले भगवानलाई मूर्तिले कसरी छेक्यो भगवानलाई भन्दा यी मूर्ति त कति राम्रा नि, यी मूर्ति त भएन नि, यी मूर्ति त कसो हो भएन नि, यस्तो बनाएको यी मूर्ति चाहिँ कति राम्रा भन्नेतिर पनि गइन्छ गएन। कोही ठाउँमा कोही जग्गामा पुग्यो भनेदेखि अहिले झप्प सुन लगाइराख्ने मूर्ति र साना सुन नलगाउने मूर्ति, दुई मूर्ति देख्दा कतापट्टि ढोग्नुहुन्छ? सुन भएतिर ढोग्नुहुन्न। आफूले भगवान भन्ने मूर्तिलाई उद्देश्य चाहिँ उद्देश्य भगवानको रूप साँच्चै नै भगवान साक्षात्कार हुनुहुन्छ भन्ने उद्देश्य सम्झेर चाहिँ ढोग्ने हो। अहिले त यी त राम्रा, यी त कति उज्याला, यी त भएन नि, भएन भने चाहिँ फर्केर हेरेन। यी त उज्याला भने चाहिँ भगवानलाई पनि छुट्याइएको छुट्याइएन, भगवानमा पनि कम्ती भेद भयो। तमोरको भन्नाले भने यहाँ लगाइदियो मूर्तिमा। त्यसो र भगवानलाई मूर्तिले छेक्यो अरे सङ्घलाई भिक्षुले छेक्यो। भिक्षु देखिँदाखेरि सङ्घको गुण हरायो। त्यही भएर सङ्घको गुणलाई जान्नु, केलाई जान्नु? सङ्घको गुणलाई जान्नु। अहिले ठुलो सुभद्राले सङ्घको गुण बताउँदैछन्। विमला शङ्खमुद्गवा शुद्ध अन्तर बाहिरा, पूर्णा शुद्धै धम्मै तादिता समना मम। अरे मम हामीहरूले मान्ने समन प्रमण सङ्घहरू भन्ने कुरा अरे विमला सम्पूर्ण क्लेशबाट मुक्ति भएर अरे शङ्खमुद्गवा घोटिएको शङ्ख जस्तो पवित्र मन छ। अरे अन्तर बाहिर
अन्तर भित्र पनि अरे बाहिर बाहिर पनि अरे भित्र बाहिर नै शुद्ध समाधि प्रज्ञाले गर्दाखेरि अरे शुद्ध धर्मही अरे आफूले आचरण गरिएको शुद्ध समाधि प्रज्ञा शुद्ध धर्म चाहिँ पूर्ण अरे परिपूर्ण भइरहेको छ। अरे आचरण गरिएको शुद्ध धर्म के भइरहेको छ? परिपूर्ण भइरहेको छ। अरे शुद्ध धर्मले परिपूर्ण भएको छ। अरे पूर्ण शुद्ध धर्मही साधिसा समना मम मम हामीहरूले मान्ने समना श्रवण संघहरू भन्ने कुरा तादिसा त्यस प्रकारको गुणले परिपूर्ण छन् भनेर सासू ससुरालाई भन्दैछन्। अनि सासू ससुराहरू सुन्दैछन् ओहो सम्पूर्ण क्लेश निभाउनु भन्ने कुरा मामुली कुरा होइन। भित्र बाहिर सबै अन्तर बाहिर भित्र बाहिर नै सबै परिपूर्ण शुद्ध भइएको धर्मले पुरा हुनु पनि साधारण कुरो होइन। मेरा बुहारीले मान्नेसँग कस्ता चाहिँ होला भन्ने मनमा त भयो कि भएन? कस्ता चाहिँ होला यसले मान्नेसँग कस्ता चाहिँ होला? आफूले मान्नेसँगसँग मिल्छ त? आफूले जानिरहेका आफूले मानिरहेका एक प्रकारका छन्। साँच्चैमा हेर्ने भने शिल पनि बलियो छैन, पञ्चशील पनि उसले गरे छैन छ त? पञ्चशील पनि उसले गरे छैन र शिल पनि बलियो छैन उसले गरे। अहिले यी सङ्घहरूको हेर त हुइमला सम्पूर्ण मल क्लेशलाई निभाइसकेका शङ्ख मुक्त भा अरे घोटिएको शङ्ख जस्तो पवित्र सफेद मन भइएको कस्तो चाहिँ मन होला? अहिले तपाईँहरूले आफ्नो मन आफूले चाहिँ विचार गरेर अहिले यो लोभले भरिएको मन, द्वेषले भरिएको मन, रागले भरिएको मन, दागले भरिएको मन, आरिसले भरिएको मन, मिथ्या दृष्टिले भरिएको मन, मोह अन्धकारले भरिएको मन हो यिनी क्लेशलाई यसो मनले सोचेर ती क्लेश टक्कै पन्छाएको मनलाई यस्तो मनन गरे हेर्नुहोस् त कस्तो चाहिँ हुन्छ होला? भयो जति क्लेश टक्कै हटाएको मन कस्तो हुन्छ होला विचार गर्नु त? घोटिएको शङ्ख जस्तो पवित्र हुन्छ कि भन्न? हुइमना शङ्खमुक्त वा शुद्ध अन्तर बाहिर अरे अन्तर बाहिर भित्री बाहिर काय पनि शुद्ध मन मात्रै होइन, कायले पनि कसैलाई बाधा पार्ने, प्राण हत्या गर्ने, चोरी गर्ने, व्याभिचार कर्महरू गर्ने यिनी कायमा पनि छैन, वचनमा पनि छैन। अन्तर बाहिर नै शुद्ध धर्मही पूर्ण अरे शुद्ध धर्मले परिपूर्ण भएका छन्। अरे हो त शुद्ध धर्मले परिपूर्ण भइएका अनाहकम हामीहरूले मान्ने समनु सङ्घहरू भन्ने अरे तादिसा त्यस प्रकारका गुणले परिपूर्ण छन् भनेर सासू ससुरालाई कसले भन्दैछ? अहिले बुहारीको नाम के हो? तुला सुभद्रा है। तुला सुभद्रा अनाथ पण्डितकी छोरी हो। यो श्रोत गर्न ज्ञान भएको ज्ञान पाइसकेको हुँदाखेरि त्यत्रो बिचमा पनि उनी निडर भएर सङ्घको गुण बराबर बताइरहेका थिए। हाम्रा भगवान यस्ता हुनुहुन्छ, हाम्रा सङ्घ यस्ता हुनुहुन्छ, यस प्रकारको धर्मलाई आचरण गर्नुभएको छ, यस प्रकारको धर्मलाई आचरण गरेर यस्तो आचरण भएर यस्तो पवित्र हुनुहुन्छ उहाँलाई एक एक उनले भन्दै थिए। त्यत्र जनताको भिडमा उनले सबैलाई त्यहाँ चिनेकी छिन् त? नयाँ बुहारी नयाँ ठाउँमा कसरी चाहिँ भनेर विचार गर्नुहोस् त? जब त्यसरी एकमै भन्दै जाँदाखेरि उनीहरूको मनमा पनि मन के हुँदै आयो भन्दा नम्रिँदै आयो। पहिला त यो बुहारीलाई घरबाट निकाल्दै आयो। कसले भनेको? ससुराले। यो हामीले मानेको पनि मान्दिने, हामीले भनेको पनि मान्दिने, हाम्रा भगवानलाई पनि ढोग्न आउने, वन्दना गर्न आइज ढोग्न आइज भन्दा पनि आउने यस्तै बुहारी यो घरमा ल्याएर अब दुःख पाइन्छ। आजकलको भनाइले हो भने अलक्षणीय बुहारी आइते भने जस्तो यसलाई चाहिँ यो घरबाट निकाल्दै आऊ, यसलाई चाहिँ यो घरबाट यिनी पनि यो घरबाट निस्किन पर्ने हो कि मलाई निकाल्ने हो कि भन्ने डराउँछन् र उनले उनका पतिलाई छोडेर त्याग्न सक्छन्, उनका सासू ससुरा त्याग्न सक्छन्, तर सत्य धर्म त्याग्न सक्दैन। किन? सत्य धर्मसँग उनका पति उनका सासू ससुरा सत्य धर्मसँग तुलना गर्न सक्छन् त? सत्य धर्म त्याग्न सक्दैनन्। अरे त्यसो भएर यिनले पनि एक एक गरी सङ्घको गुणलाई बराबर बताइरहेका छन्। र त्यति मात्रै होइन, अझै उनले सङ्घ गुणलाई बढाएर बताउँदैन। लाभेन उन्नत लोको अलाभेन च उन्नतो लाभेन एक छाता समना मम भनेर उनले यसको अर्थ चाहिँ अहिले समय पनि कुरा भयो। घडीले पनि
यहाँ 8 पल्ट हान्यो र अझै के भन्दै जान्थ्यो र सासू ससुराहरू पछि बुहारीलाई कसो गर्छन् भन्ने कुरा कसरी चाहिँ मान्छन् भन्ने कुरा चाहिँ त्यसलाई चाहिँ भोलि त्यहाँ मिल्छ होला भोलि त कतिसम्म भन्न सकिन्छ भने सकेसम्म चाहिँ भोलि सबै भ्याउने गर्ने कोसिस गर्छु सकिएन भने पनि सके जति भनौँ न आजलाई चाहिँ यति नै समाप्त गरौँ। मित्रहरूले पुण्य अनुमोदन गराउँछु। आज गरेको कुशल पुण्य माता पिता गुरु सहित शरीर रक्षक देवता गृह रक्षक देवता ग्राम रक्षक देवता नगर रक्षक देवता देश रक्षक देवता शासन रक्षक देवता संसार रक्षक देवता रुकाका देवता भूमाठा देवता आकाशका देवता चतुर्महाराजिका प्रावपिंस देवता छ देवलोकका देवताहरू सबैलाई वेद ब्रह्मा लोकका ब्रह्माजीहरू सबैलाई मनुष्य लोकका मनुष्यहरू सबैलाई चार अपायका दुखीहरू सबैलाई 31 भुवनका प्राणीहरू सबैलाई नै आज गरेको कुशल पुण्य बराबर गरी बाटी दिँदैछौ। सबै सुने जातिले कुशल पुण्य 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 बक्सनुहोस्। साधु 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 सबै सुने जातिले कुशल पुण्य 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 बक्सनुहोस्। साधु 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 सबै सुने जातिले कुशल पुण्य 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 बक्सनुहोस्। साधु 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 सबै धर्ममित्रहरूले भवन्तु सदा मङ्गलम् रक्षन्तु सदा देवता सदा मुदानुभावेन सदा सुखी भवन्तु ते भवन्तु सदा मङ्गलम् रक्षन्तु सदा देवता सदा धर्मानुभावेन सदा सुखी भवन्तु ते।